मलाई काठमाडौँको हावा लागेको छ अनुहार हेर्नु न अनुहार बाफरे कहिले यस्तो अनुहार भएको थिएन होला यार यस्तो सुन्निएको र आँखा दुखेर टाउको दुखेर म काठमाडौँ आयो भने यस्तै गाह्रो हुन्छ जहिले पनि कि मलाई आँखा टाउको धेरै नै दुखिराखेको थियो पहिला पनि दुख्थ्यो अनि आँखा जचाउँछु मेरो पनि बाबुको पनि भनेर काठमाडौँ गएको अवसरमा आँखा जचाउन गयौँ मलाई चाहिँ सबैभन्दा ट्रस्टेबल टिचिङ हस्पिटल नै लाग्छ बानी भएर पनि होला पहिलाको एक्सपिरियन्स नै टिचिङ हस्पिटलमा यति धेरै भिड हुने अनि यो कोठाबाट त्यो कोठा त्यो बिल्डिङबाट त्यो बिल्डिङ यति कुदाउने झन्टै माथि हामी त बिमाबाट उपचार गर्न जानेहरू होइन अनि कतिपटक त रोएको छु कि म त्यो गाह्रो भएर बालबच्चा बोकेर दौडिँदाखेरिमा गाह्रो भएर यो पालि चाहिँ आँखा जचाउन गएको सबै त्यहाँको सिस्टम थाहा भइसकेको थियो नि त अनि भिडहरू खासै थिएन तपाईँहरूले भिडियोमा देखिरहनु भएको छ मान्छे नै त्यति थिएनन् हामी फर्स्टमै छिरेका थियौँ अनि एकछिन शौचालयको लागि भनेर बाहिर निस्केको एउटा भङ्गेरी बिचरा भुइँमा बसिराखेकी रहेछ क्या अनि बिरामी भएर होला भनेर उठाएर पानी खुवाएँ त्यसपछि आफूसँग राखेँ एकछिन न्यानो भएपछि अनि बल्ल उड्न ऊ प्रयास गर्दैछ कति बेर आफूसँग राखेपछि उडेर गयो अनि म मेरो बहिनी तपाईँले फर्स्ट ब्लगमा हेर्नुभएको थियो फिल्म हेर्न मसँग जाने बहिनी ऊ म र छोरासँगै आँखा जचाउन गयौँ आँखा जचाउने बहानामा एबिसिडीको रिभिजन पनि भयो अनि त्यसपछि मेरो आँखामा चाहिँ खासै धेरै समस्या केही पनि रहेनछ अलिअलि आई ड्राई रहेछ बाबुको पनि अलिकति टाउको दुख्यो भनेर रुने भएर बाबुको पनि जचाएँ बाबुको चाहिँ सामान्य अलिकति मसल्स प्रब्लमहरू रहेछ र सबै कुराहरू फिक्सअप भएपछि हेर्नुहोस् त कति धेरै भिड थियो हामी निस्किने बेलासम्म त यति भिड बढेको थियो काठमाडौँमा तपाईँहरूको लागि चाहिँ ट्रस्टेबल हस्पिटल कुन छ कमेन्टमा लेख्न नबिर्सिनु होला है